हेलो गाइज गुड इभिनिङ सबैजनालाई है। यहाँ तपाईँ आज चाहिँ हामी पाला बजार भन्छ एक्चुअली पाला ब्रिज भन्छ त्यसको यतापट्टि घुम्न आएको छौँ। यहाँनिर चाहिँ हामीले एउटा पोन्ड देख्यौँ है। यो चाहिँ एकदम फेमस पोन्ड हो। यहाँ चाहिँ कालिम्पोङको 50% पपुलेसन चाहिँ आएर यहाँनिर बाथ गर्ने गाउँ स्विमिङ गर्ने काम गर्छ। यो चाहिँ नेचरल फ्लो हो, तपाईँहरूले देख्नुहुँदैछ। पानी चाहिँ एकदम दामी छ है। र यो पानी आउँदै गरेको चाहिँ यो माथि कफेर साइडबाट झरेको हो। यो चाहिँ एक्चुअली कफेरको मिडबाट झरेको हो है। अनि तपाईँहरूले देख्न सक्नुहुँदैछ पानीको फ्लो छ। यो चाहिँ एउटा ब्रिज हो है। यहाँ हाम्रो दादा हुनुहुन्छ। दादा के भन्नुहुन्छ? बहुत राम्रो ठाउँ लाग्यो मलाई हो। एउटा कालिम्पोङको प्रायः जस्तो मान्छे आउँदो रहेछ यो। र यहाँ हाम्रो यो खाजा खाने डेस्टिनेसन रहेछ जग्गा है, दोकान रहेछ। एक्चुअली नेपालीमा भन्दा दोकान हो। अन्त यहाँ चाहिँ अब तपाईँको 50 रुपिसमा मोमोजहरूदेखि लिएर गएर सबै भेज नन भेज सबै पाइँदो रहेछ है। उहाँ चाहिँ दिदी हुनुहुन्छ जो चाहिँ अहिले बसिरहनु भएको छ र तपाईँलाई सर्भिस दिनको लागि एकदम तयारी हुनुहुन्छ। र यो नाइट भ्यू छ। यो यसको मुनतिरपट्टि तपाईँहरूले देख्न सक्नुहुन्छ। यो तल्लोपट्टि कोण छ जुन चाहिँ योबाट देखिँदैछ। ब्रिजको जस्ट अपोजिटमा मुनि तपाईँले यो स्विमिङ पुल देख्नुहुँदैछ। यो चाहिँ तपाईँको लगभग 5 फिट हाइट छ है। र एकदम कालिम्पोङको अहिले फेमस जग्गा पाला ब्रिज भनेर चिनिन्छ। त्यसको मुनतिर यो पिकनिक स्पट्सहरू छ है। र हेर्न सक्नुहुन्छ यहाँ माथि हाम्रो होमस्टेहरू पनि रहेको छ जो चाहिँ माथि हामी एफोर्डेबल छ। 1500 रुपियाँ कस्टमा तपाईँहरूले बस्न सक्नुहुनेछ एक दिनको लागि है। र देख्नुहुन्छ यहाँ सबै कुरो ओभरभ्यू देख्नु सक्नुहुन्छ है। यहाँदेखि उँभो चाहिँ पहाडहरू छ। यो चाहिँ यहाँदेखि माथि चाहिँ अधिकारी गाउँहरू भन्ने छ है। यहाँदेखि यता चाहिँ अब तपाईँको गाउँहरू पनि छ है। यहाँदेखि सिधा देख्नुहुँदैछ यो दुईवटा डाँडाको चाहिँ उतापट्टि चाहिँ यो कालिम्पोङ देखिँदैछ। यहाँबाट अब तपाईँको सनी डेमा चाहिँ एकदमै लाइट फोकस गऱ्यो भने चाहिँ एकदम कालिम्पोङ दुर्पिन डाँडा सबै देखिन्छ है। लु हेर्नुहोस् एउटा यो सिम्पल भ्यू र मजाको छ। र हामी जाँदैछौँ र फर्स्ट अफ अल हामी यहाँनिर दोकानमा पस्दैछौँ र के कस्तो रहेछ तपाईँलाई म सानो विवरण दिन्छु है। र यहाँ के पाउँछ तपाईँहरूकोमा? हजुर हजुर होइन मिन्स तपाईँहरूकोमा के आइटमहरू छ? सिकुटी है। मोमोजहरू पनि एभाइलेबल छ, पाउँछ। कसरी छ रेट? 80 रुपिस रेट है। चिकन 80 ए लोकल 50 रहेछ। एकदम राम्रो रहेछ, रिजनेबल प्राइस रहेछ। अर्ग्यानिक